दाजु म सघाउँछु नि म जानै पर्छ अनि म हेर्नुपर्छ माथि अब कतिजना मान्छे आएर हेलो गाइस हामी चाहिँ दिक्छु आइपुगेको दिक्छु यहाँ खाजा खानु ठाउँदैछ क्यान्टिन मजाको रहेछ हाम्रो ड्राइभर दाजु वासरुम यति घिनलाग्दो गनाउँदै थियो कि पानी लगाएको थिएन मैले कस्तो पानी हाल्यो हो यता टुरिस्टको गाडी रहेछ हो टुरिस्टको गाडी पनि छ मजाको रहेछ ठाउँ खाना आयो गाइस फाइनली अब निन्दा लाग्दैन तपाईँले फेरि खानुहुने अब त नखानु चाहिँ म त अघि खाउँ भन्ने सोचिरहेको थिएँ तपाईँ तर होस् अलिक विचार गर्नु पऱ्यो अब 2 दिन के भन्नुहोस् त सिन्दुर लगाइदियो नि विश्व किन मेरो किन कस्तो देख्दैछ मेरो सिन्दुर लाग्दैन नि त्यो ल्याउनुहोस् न एउटा त्यो फुल स्टोर्नुहोस् मैडम माइला विश्व सिन्दुर लाउनु भन्नु गाडी दुन्दैछ हाम्रो ठुलो ड्राइभर चाहिँ यहाँ ड्राइभर गुरुजीले गाडी दुनु हुँदैछ साबुन लाउनुहोस् भाइ विदाउट साबुन त कसरी गुरुदुङमा पनि यो बाटो जान्छ है जान्दैन हरिस भाइ अब खाना अगायो अब माङ्गन ल्याङ्काको नौका कस्तो दामी सयपत्री माङ्गन घुम्नु पर्यो होइन चिप्स के खानुहुने किन खानुहुने आयो मजाको रहेछ ठाउँ पनि यदि तपाईँहरू पनि यता नजिकै मङ्गन जङ्गु कतै जानुहुँदैछ भने आउनुहोस् होला होइन यता भिजिट गर्नु खानाहरू एकदम मिठो मिठो पाउँदो रहेछ होटेल तिमुन तिमुन दिन बस्यौँ म के भाषा हो कुनै याद तिमुन होटेलको नाम चाहिँ होटेल तिमुन रहेछ हो तर एकदम मिठो पाउँदो रहेछ यतातिर चाहिँ यस्तो छ त हाइवे भयो नेसनल हाइवे अरे दिक्छुदेखि यता आएर यता नथुला पासहरू जाँदो रहेछ हो अनि आजको मौसम भने यस्तो भयो हाम्रो गुरुजी होटेल तिमुन एकदम मिठो भएछ ल थ्याङ्क यू तपाईँलाई मलाई यस्तो मिठो लाग्यो साँच्ची यस्तो मिठो लाग्यो कि चिकन भात खाएर त के हो आमा मिठो लाग्यो जस मिठो पायो खाना यतातिर के भइरहेको खोला पनि कुदाएको त्यस्तो हुन्छ फाइनली मङ्गन बजार यो चाहिँ गेस्ट रुम यस्तो छोडेर हिँड्नुपर्छ घरमा यो चाहिँ हाम्रो काम गर्नेहरूको कमरा ए काम गर्नेहरूको मङ्गन बजार नघुम्ने दाजु ढिलो भयो मङ्गन बजार घुम्नु पर्ने कहाँ चाहिँ बजार चाहिँ कहाँनिर छ इच्छा त छ नि घुम्नु इच्छा त छ नि घुम्नु होइन तर हजुर यो चाहिँ खास मङ्गन बजार अरे तर यहाँदेखि पहिरोले बिचौ भएछ पुरानो मङ्गन बजार यता चाहिँ घर हाम्रो सरको ओ भाइ खास हामी घुम्नु पनि पाइन आज मङ्गन बजार होइन कस्तो कस्तो बनाएको छोरे क्या यहाँ पर त्यो घर कस्तो त्यो घरको छेउमा के हो कस्तो बनायो सुँगुरको छ होला हौ क्या दामी हो हामी चाहिँ खासमा चाहिँ मङ्गन टुर आएको होइन गाइस अब के भयो भन्दा चाहिँ मङ्गन बजार चाहिँ ठिकै रहेछ नि त यो पुरानो बजार रहेछ होइन हामी चाहिँ फेरि आदर छ होइन
यो चाहिँ बजार है गाइस mangan bazar यसलाई रङ सक्छु पुरै छ फाइनली लाचु घरको बजार घुम्नु चाहिँ पाइन बजार चाहिँ घुम्नु मन थियो mangan बजार चाहिँ अफसोस की बात नहीं हो पा रहा है यहाँ जो के किन्नु लाचु घालो लाचु घालो सोधिएन कहाँ उप कहाँ गएर लाचु लाचुङको आलु खानु भएको छ तपाईँले त्यो मङ्गनमा बस्ने ठाउँ हुन्छ लाचुङको आलु चाहिँ कहाँ पाउँछ भने होइन त हामीले के सोचेको थियो के भयो के सोचेको मैले चाहिँ सोचेको थियो होइन मङ्गन बजार चाहिँ एकदम खतरा छ भनेर पहिला मेरो साथीले भन्ने होइन बुबु अन्त मैले चाहिँ सोचेँ ल एकजना घुम्न आउनु न भने अन्त ल एक दिन आउँछु मङ्गन बजार घुम्नु भनेको थियो अफसोस की बात हम लोग घूम नहीं पाए क्योंकि हम लोग जल्दी से वहाँ पहुँचता था रंगदुम सो यहाँ पुग्यो चाहिँ म खल्छ त खतरा छ त यहाँतिर मैले के खा भनेको नि तपाईँलाई खा कति खा बिचारा भोक लागिरहेको रहेछ डल्लै खाएँ खा गाइस फाइनली आइपुग्यो हामी ग्याङटोक 107 किलोमिटर है आम्मामा मङ्गन टु ग्याङटोक जिरो आइपुग्यो हारिस निन्दाले जब भइसक्यो होइन यति टाढो हिँडेको भएन घर कसो भयो